नेपाली समाजमा एउटा अलिखित तर गहिरोसँग जडा गाडिएको नियम छ। मान्छेको मूल्य उसको मानवीय चरित्रले होइन, उसको हैसियतले तय गर्छ। घर कस्तो छ, गाडी कस्तो छ, सरकारी जागिर छ कि छैन, जात कुन हो, आफन्त कोसँग छ, यी प्रश्नका उत्तरले मान्छेलाई समाजको कुन तहमा राख्छ भन्ने निर्णय गर्छ र यही निर्णयका आधारमा व्यवहार परिवर्तन हुन्छ। नेपाली समाज बहुआयामिक छ। यहाँको सम्बन्ध, व्यवहार र मूल्य प्रणाली केवल व्यक्तिको चरित्रमा होइन, उसको आर्थिक अवस्था, सामाजिक हैसियत, जातीय पृष्ठभूमि, शिक्षा र पहुँच जस्ता पक्षहरूमा गहिरोसँग गाँसिएको छ। यही कारणले गर्दा एउटा व्यक्तिलाई फरक फरक परिस्थितिमा फरक फरक व्यवहार गरिने प्रवृत्ति व्यापक रूपमा देखिन्छ। धनी व्यक्तिलाई सम्मान, प्राथमिकता र अवसर सहज प्राप्त हुन्छ, जबकि आर्थिक रूपमा कमजोर व्यक्तिहरू प्राय उपेक्षित हुन्छन्। उदाहरणको लागि कुनै भोज भतेर सभा वा ठुला ठुला कार्यक्रमहरूमा धनी व्यक्तिको उपस्थिति विशेष रूपमा मूल्याङ्कन गरिन्छ, तर गरिब व्यक्तिको आवाज त्यति सुन्ने गरिएको पाइँदैन। यसले समाजमा असमानताको दूरी झन बढाउँदै लैजान्छ। दोस्रो, सामाजिक र सांस्कृतिक हैसियतले पनि व्यवहारको ठुलो कारण हो। अझै पनि कतिपय ठाउँमा जाति विभाजन, उच नीच सोच र परम्परागत मूल्यहरूले मानिसको मूल्याङ्कन गर्छन्। शिक्षित र सहरिया व्यक्तिहरूलाई सभ्य मान्ने र ग्रामीण र अशिक्षित व्यक्तिलाई कम आँक्ने प्रवृत्ति पनि देखिन्छ। यसले समाजमा मान्छेहरू बीचको दूरी मात्र बढाउँदैन, आपसी विश्वासमा पनि असर गरिरहेका छन्। शक्ति र पहुँचको प्रभाव पनि उत्तिकै गहिरो छ। राजनीतिक सम्बन्ध वा उच्च पदमा पहुँच भएका व्यक्तिलाई नियम कानुनभन्दा माथि राखिने जस्तो व्यवहार कहिलेकाहीँ देख्ने गरिन्छ। साधारण नागरिकले पाउने सेवामा ढिलाइ हुने तर पहुँच भएको व्यक्तिको काम तुरुन्त सम्पन्न हुने अवस्था समाजको यथार्थ रूप हो। यसले न्याय र समानताको अवधारणालाई चुनौती दिएको छ। तर यी सबै कुराहरू समाजमा नकारात्मक मात्र छैन। पछिल्लो समय शिक्षाको विस्तार, प्रविधिको पहुँच र युवा पुस्ताको सोचमा आएको परिवर्तनले केही सकारात्मक सन्देश पनि देखिन्छ। समानता, समावेशिता र मानव अधिकारप्रति सचेत बढ्दै गएको छ। मानिसहरू अब केवल हैसियत होइन, व्यक्तिको क्षमता र योगदानका आधारमा मूल्याङ्कन गर्नतर्फ उन्मुख देखिन्छ। नेपाली समाजले साँचो अर्थमा प्रगतिशील बन्न चाहन्छ भने व्यवहारको आधारमा मानवता र समानता हुनुपर्छ, न कि आर्थिक वा सामाजिक हैसियत। जबसम्म हामी मान्छेलाई हैसियतभन्दा माथि राख्न सक्छौँ, तबसम्म समाजमा वास्तविक समृद्धि र सद्भाव कायम हुन सक्दैन। परिवर्तन सम्भव छ, तर त्यो प्रत्येक व्यक्तिको सोच र व्यवहारबाट सुरु हुनुपर्छ। नेपाली समाजमा एउटा अलिखित तर गहिरोसँग जडा गाडिएको नियम छ। मान्छेको मूल्य उसको मानवीय चरित्रले होइन, उसको हैसियतले तय गर्छ। घर कस्तो छ, गाडी कस्तो छ, सरकारी जागिर छ कि छैन, जात